अब पुग्छ त्यहाँ भएको त माछा लगेपछि आनन्द छ है। ल हामी चाहिँ यहाँ सिरिबा मामा कहाँ छौँ है। आज लेख्ने समय सिरिबा मामा कहाँ आनन्द छ गाउँमा। यति मजा छ है। तुइयालो यो चाहिँ अँध्यारो केही देखिएको छैन। ठाउँ चाहिँ हामी चाहिँ धेरै माथि आएको छौँ है। लगभग 2300-2400 किलोमिटर हाइट आइयो है हामी चाहिँ। यति मिठो छ। हामी चाहिँ यहाँ जग्गा हेर्न आएको छौँ है। यहाँ चाहिँ होमस्टे बनाउनको लागि। पहिला हिँड्थ्यो नि सुत्ने यार उहाँ आगो तापी तापी अझै खुट्टा त झर्ला। हामी चाहिँ जग्गा हेर्न आएको छौँ है। यहाँ माथि गाई छ। होला के रे त्यही त नि। ल हामी चाहिँ यहाँ माथि दाम घारे आयो हेर। माथि अब चाहिँ लाग्यो है। हामी चाहिँ तल्लो तलतिर अब सिरिमामा कहाँ फेरि गएर थोडा बस्छौँ। त्यसको बाद घर जान्छौँ है हामी चाहिँ। है गाई छु हामी चाहिँ यहाँ माथि दाम घारेको टुप्पामा आइयो है। फाइनल्ली टुप्पामा आइयो। अब चाहिँ फेरि तल जाँदैछौँ। त्यहाँ तल गएर चाहिँ थोडा नास्ता खान्छौँ। नास्ता खाएर त्यसपछि हततिर जान्छौँ है हामी फाइनल्ली। फाइनल्ली गई चाहिँ सर्लक है। यस्तो टुप्पामा यस्तो मजा छ ठाउँ यार। सही हामी जहिलेको टुप्पामै गाई छौँ। हाम्रो अगाडि चाहिँ हाम्रो सिरी मामा हिँड्नु भएको छ। त्यसपछि जाम दाई गोरे दाई है। हामी चाहिँ साह्रो लहरो देख्दै खुत्रु हिँड्नु भएको मान्छेहरू है। पिउसाले टोक्दो रहेछ। त्यो त चाहिन्छ दाइ। जस्तो छ हाम्रो कालीगण्डकी गाउँपालिका वडा नम्बर 3 साबिक 7को दामघारेमा छौँ है हामी चाहिँ। गाइस अब माथि दामघारेदेखि हामी चाहिँ माथि त्यो थोडा भ्यू गरेर के भन्छन् होमस्टे बनाउने थोडा जग्गा हेरेर चाहिँ हामी तलतिर लाग्दैछौँ है। कतितिर साथी हो के छ ठिक छ नि साथी हो। हेलो ओ तल आऊ तल कुना कुना हाल्दै एक साइडमा भन्दै नि हुन्छ कि मलाई चाहिँ काम छैन। ए ल मसलाहरू ठिक ठाउँमा लिएर राख्दै गरौँ न हामी झऱ्यौँ अब। के साइड कुना कुना हाल्दै गरेर नि हुन्छ क्या। ए
होइन हामी त्यहाँ अलि टाढा टाढाको मसलाहरू नजिक लिँदै गऱ्यो नि त हुन्छ भनेको काम त हुँदै गर्छ मामालाई जुगाल खायो के हो जुगाल त अब खान्छ गरी आयो है जुगाल आछ है जुका तिनकोहरू बाँच्छन् अरे मामा त आफू खाउन पऱ्यो शान्ति मामाको त यस्तो काटेको ल है फाइनल बुढालाई त पैसाले बचाएको हो क्या अलिक शान्ति दाइले अप्ठ्यारो जुडो मुख बाँध्ने होइन ल है हामी चाहिँ छापातिर हिँड्ने छ है गाई पानी चाहिँ यस्तो छ स्थिति पिँगलो लाएर पानी परेको क्या उयो अगाडि हेरौँ न त्यही दिन के शीतकै के भन्छ यो टुङ्गालोको अवरोध छ है बाटो ए यहाँ त बन्द पनि बनाएको रहेछ त म त धेरै पछि आएँ यार माथि यार यहाँ चाहिँ हाम्रो गुरुजीले चाहिँ गाडी चलाइरहनु भएको है